बालबालिकालाई जन्मजात मृगौला समस्या हुन्छ कि हुँदैन? बालबालिकालाई जन्मजात मृगौला समस्या हुन्छ। हामीले बालबालिकामा हुने जन्मजात मृगौला समस्यालाई चाहिँ हामीले क्याकुट भन्छौँ। हाम्रो चिकित्सक भाषामा हामीले क्याकुट भन्छौँ। अब यो कसरी थाहा हुने त बच्चाहरूमा भन्दाखेरि चाहिँ जब बच्चा गर्भ अवस्थामा हुन्छ आमाले चाहिँ अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ। त्यसबाट चाहिँ डिटेल किडनीको जाँच गरेपछि थाहा हुन्छ। र त्यति मात्र होइन, जन्मिसकेपछि पनि हैन, यदि यस्तो सिम्पटम्सहरू देख्यो बच्चामा चाहिँ भने पनि हामीले क्याकुट भनेर सोच्नु पर्ने हुन्छ। जस्तै यदि बच्चाले बच्चा जन्मिने बित्तिकै 24 घण्टाभित्र पिसाब गरेन भने, अथवा बच्चाले चाहिँ पिसाब कम गरिरहेछ, सँगसँगै पिसाबको धारा राम्रो छैन र बच्चाले चाहिँ पिसाब गर्दाखेरि चाहिँ एकदमै कर्ने गरिरहेछ भने पनि कतै जन्मजात समस्या छ कि छैन भनेर चाहिँ सोच्नु पर्ने हुन्छ। यदि आफ्नो बालबालिकामा चाहिँ घरिघरि पिसाबको इन्फेक्सन भइरहेको छ भने पनि कतै जन्मजात मृगौलाको समस्या छ कि छैन भनेर चाहिँ सोच्नु पर्ने हुन्छ। यदि यस्ता समस्याहरू देख्यो भने चाहिँ हजुरले आफ्नो चिकित्सकसँग चाहिँ परामर्श लिनुपर्ने हुन्छ।